गाइज पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है त। रुको जरा सबर करो। ल बहिनी तिमी बच्चा पाऊ, म चाहिँ भाँडाकुटी खेल्न हिँडे। बच्चा तिमीहरूले पाउने भएको छौ, लाज हामीलाई लागिरहेको छ। मै मात्र रहेछु साला, जनगणनाको लागि मात्र जन्मेको। मसँग वृद्ध भत्ता लिन जाने को हुनुहुन्छ? मेरो आफन्त कसैले यो भिडियो हेर्दै हुनुहुन्छ भने कृपया मेरो सराहना गरिदिनु होला। म अब यो धरतीलाई बोझ बन्न चाहन्न। यस्तै रमाइलो भिडियो हेर्न फनी कमेन्ट यार सबैभन्दा पहिला त यो भिडियो हेर्नुहोस् र यसको फनी कमेन्ट पढ्नुपर्छ। लगन जुरेपछि कुनै भगवानको काम नलाग्ने रहेछ। यो बिहे भाँडाकुटी खेलेको हो कि साँच्चैको हो? मान्छे अग्लो नै हो, जुत्ता खोलेको भएर मात्रै साह्रो देखेको। देउलाको बसाइ चाहिँ कता रहेछ र भाग्य चम्केको। साथीहरू यो भिडियो हेरौँ, त्यसपछि यसको फनी कमेन्ट पढौँ है त। ओके बेहुली त आफ्नै बिहेको मन त पर्दैछन् त। मेरो बिहेको दिन मेरो बुढीले नि यस्तै गरेपछि म त छोडेर आइदिन्छु भागेर। खास यो भिडियोमा रुनु पर्थ्यो होला, तर मलाई लास्टै हाँस उठो, सरी। फाल्देऊ तल खोलातिर। गाइस पहिला यो अङ्कलको सानो प्रस्तुति हेर्नु अनि यसको फनी कमेन्ट्सतिर लागौँ है त। रुको जरा सबर करो। नाच्न पनि 1 बिघा जग्गा चाहिने भएछ, कल्लामा बनाउनु पर्थ्यो। 1 बिघा 10 धुर चाहिने रहेछ। अब के नेपालमा बाँकी भएको यस्तै यस्तै मान्छेहरू मात्रै हो त? यसलाई भन्छ स्टेज कभर। मेरो ससुरा सुगरको औषधि खाएर आराम गर्नु भन्या त कहाँ रोडमा नाचिरा। English sir, no all the student pass in his subject. गाइज तपाईहरुलाई मेरो भिडियो मन परेको भए लाइक कमेन्ट। गाइज पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है त। रुको जरा सबर करो। पक्कै पनि भाँडाकुटी खेलेको हुनुपर्छ। के हो? जोडी त मिलेको छ, तर नानीहरूले ओछ्यानमा मुत्ला जस्तो छ। लौ न मेरो त 84 पूजा गर्ने बेला भएछ। भाइले जोत्न सकेनौ भने खबर गर्नु ल। अच्छा यो सब केपी हजुरबाले गर्दा भएको हो। लु है लागे म त लासीतिर पहिलो लुगा र खरानी धसेर। गाइस यो नानीले पुलिसहरूलाई 150 किनिदिन्छ अरे। हेरौँ है त यो भिडियोको कमेन्ट। यस्ता पुलिस 150 किनिदिन्छु, चेकिङ सेकिङ छलेर हिँडिदिन्छु। चलो भाई देखो अब मैं क्या करता हूँ। के हो भान्जी पारा।
भान्जी गएर पढ जाऊ चोरीबाट पिसाब आयो होला बहिनी झुक्किएर छोरी मान्छे भएर जन्मिएछ गुण त सबै छोरा मान्छेको दिएछन् भगवानले त्यस्तो डर मानी किन भिडियो बनाएको होला नि हँसायो जाठीले यस्तै छोरी जन्मिन्छ भनेर मैले बिहे नगरेको हो इतने तेजस्वी लोग हैं हमारे पास कितने शानदार विचार रखते हैं गाइस पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है त रुको जरा सबर करो कसको बुढी हो यार हस्पिटल लैजाऊ न द भोइस अफ युनिभर्समा गइहाल्नु दिदी पछि अडिसन सकिन सक्छ यो गीत बुझ्नको लागि अङ्क 3 थिच्नुहोस् आजकल त जेलमा कैदीलाई यो दिदीको गीत सुनाएर टर्चर गर्छन् अरे प्लिज दिदी लामी छानेको बिल्ला नगर्नुहोस् अच्छा गाउँदा गाउँदै पात आउला बहिनी धेरै नकन यस्तो राम्रो स्वर रहेछ छिटो नजिकैको चिडियाखानामा सम्पर्क गरिदिनु होला गाइस यो पुरा भिडियो हेरेर यसको फनी कमेन्टहरु पढौँ है त अब मलाई बुढै देख्न मन छ भने त 20-25 वर्ष पर्खिनुस् न बाबा पर्खिनुस् न बुढो नभए त मान्छे रहनै सक्दैन नि बुढो त भइहाल्छ तर 20-25 वर्ष पर्खिनुस् न किन हतार गरेर हुन्छ हतार गरेर हुँदैन 20-25 वर्ष पर्खिनुस् 30 वर्ष पर्खिनुस् अहिले त मेरो बुढा हिँड्दै हुनुहुन्छ लौरो नटेकन रुको जरा सबर करो त्यही त स्वीट 16 हो तिमी आफ्टर 4 years बाई बाई भनेपछि म त भर्खर जन्मेको रहेछु बिस्तारै बिस्तारै भइहाल्छ नि भाइ किन हतार गरेको मोदीले त हाम्रो राजालाई नमस्कार गर्छ गाइज पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है त रुको जरा सबर करो नानु तिमीले बिहान बिहान पाउने कुरो छोरो होइन नि गुगल लिएर महिनावारी नभइकन छोरा पाउन मिल्दैन नि नानी डाइपर लगाएर सुत्ने गर है नानी बच्चा ओछ्यानमा चुइएला यस्तो भिडियो देख्दा मलाई विष खाएर मर्न मन लाग्छ 10-12 दिन स्कुल के बन्द भएको थियो यता त छोराछोरी पाउने प्लान नै पो बनिसकेछ नेपाली हो नि चान्स पायो कि नेपालीले गर्छ नानी तिमी छोरो पाऊ म चाहिँ डोरी लिएर खोर्सानीको बोटमा झुन्नी नहिँडे यस्तै रमाइलो भिडियो हेर्न फन्नी कमेन्ट